मान्छेको प्रतिभाको सबैभन्दा ठूलो दुश्मन चाहिँदो भन्दा बढ्ता डर र आफ्नै क्षमतामाथिको शङ्का हो। प्रिय साथीहरू, हामी धेरै जसो बाहिरी समस्यालाई दोष दिन्छौँ। परिस्थिति ठिक छैन, अवसर छैन, समय खराब छ। तर सत्य के हो भने हामीलाई सबैभन्दा धेरै रोक्ने कुरा बाहिर होइन, भित्र हुन्छ। हामी डराउँछौँ, असफल हुन्छु कि भनेर, मान्छेले के भन्लान् भनेर, म सक्दिनँ कि भनेर। यही डरले हामीलाई प्रयास गर्नु अघि नै रोकिदिन्छ। हामीभित्र क्षमता हुन्छ, तर म योग्य छैन भन्ने शङ्काले त्यो क्षमतालाई कहिले बाहिर आउन दिँदैन। सिंह बाहिर हुन्छ, तर डर र शङ्का मनभित्र लुकेर बस्छन्, र यही भित्री दुश्मन सबैभन्दा खतरनाक हुन्छ। आजदेखि याद राखौँ, डर हुँदाहुँदै अगाडि बढ्नु नै साहस हो। आफ्नो क्षमतामा विश्वास गर्न थाल्यौँ भने हामीले नसोचेको उचाइ अवश्य छुन्छौँ।